म्यानपावर व्यवसायहरूले सरकार समक्ष 15 बुँदे माग राख्दै आफ्नो माग कार्यान्वयन नभए 15 दिनपछिबाट वैदेशिक रोजगारीमा कामदार पठाउन रोक्ने रणनैतिक आन्दोलनको घोषणा गरेका छन्। अबको 15 दिनभित्र अन्तिम प्रक्रियामा रहेका सबै श्रमिकहरूलाई यो 15 दिन हामी घनीभूत प्रयास गर्छौं सरकारसँग संवाद गर्ने, छलफल गर्ने, आजका विषयहरू राख्ने। 15 दिनभित्र आदरणीय व्यवसायीजीहरू सिरियसली ध्यान दिनु होला। 15 दिनभित्र अन्तिम प्रक्रियामा रहेका श्रमिकहरूलाई पठाउनुस्, नयाँ भिसा ल्याउने काम नगर्नुस्। यो भयंकर ठुलो चाहिने आन्दोलन त्यो पनि होइन। यो के हो भने सिम्पल रूपमा हामी वैदेशिक रोजगारमा श्रमिकहरू पठाउँदैनौँ, यति हो। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको तर्फबाट बिहिबार काठमाडौँ भएको कार्यक्रम मार्फत सरकारलाई 15 दिने अल्टिमेटम दिइएको हो। व्यवसायीले 598 म्यानपावर कम्पनीलाई भारतीय विमानस्थल हुँदै अन्य मुलुकमा श्रमिक पठाएको भन्दै कारबाही गरेको विषय फिर्ता लिन समेत माग गरेका छन्। बागडुग्राबाट चाहिँ युएई जान 21,000 नेपाली रुपियाँमा टिकट पाइन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जानका निम्ति 65,000 रुपियाँ तिर्नुपर्छ। सरकारको निकायले त्यो 65,000लाई 21,000मा झार्ने होला नि। व्यवसायीहरूले सरकारसँग कामदार पठाउन निश्चित सेवा शुल्क तोकिदिन समेत माग गरेका छन्। नेपाल सरकारले वैदेशिक रोजगारमा जान चाहने श्रमिकलाई क्लियरली, ट्रान्सपरेन्टली यति शुल्क चाहिँ तपाईले वैदेशिक रोजगारमा जानै तपाईको इच्छा भयो भने तिर्नै पर्छ है भनेर क्लियरली भनिदिनु पर्यो। उनीहरूले मागपत्र प्रमाणीकरणमा भएको समस्या समाधान, नीतिगत सुधार नगरी आफूहरूमाथि विभागले गरेको कारबाहीको समेत खुलेर आलोचना गरेका छन्। पछिल्लो समय सरकारले अनलाइनबाटै उजुरी दिने विषयमा समेत संस्थागत रूपमा आएका उजुरीहरूको प्रछोट वैदेशिक रोजगार विभागबाटै हुनुपर्ने समेत माग राखेका छन्। हामीले डिमान्ड लेटर एटेस्टेसन गर्दाखेरि प्रोभिजनल पिरियड भनेर 3 महिना, 6 महिना, 90 दिन, 180 दिनको प्रोभिजन पिरियड भनेर चाहिँ हामी डिमान्ड लेटर एटेस्टेसन गरेर लिएर आउने र नियमावलीमा चाहिँ 2 वर्षसम्म जिम्मेवारी लिनुपर्छ भनेर चाहिँ गर्ने व्यवहार देखिएको छ। त्यसले गर्दाखेरि व्यवसायीले जिम्मेवारी कति टाइम लिनुपर्ने? के 2 वर्ष नै लिनु हाम्रो जायज छ त? के हामीलाई व्यवसाय 10,000 को सेवा शुल्क हाम्रो चाहिँ रेस्पोन्सिबिलिटी अनुसारको इनफ छ त? हामीले हाम्रो माग के हो भन्नुहुन्छ भने सरकारले हाम्रो कन्ट्र्याक्ट बेसिस अमाउन्टको मिनिमम पनि 10 देखि 15% हाम्रो सेवा शुल्क हुनुपर्छ। त्यो भनेको यदि 5% भन्दाखेरि 1 महिनाको सेवा शुल्क हुन्छ भने 10% भन्दाखेरि 2 महिनाको सेवा शुल्क हुन्छ। यदि हामीले जति बढी स्यालेरीको सेवा बिजनेस ल्याउन सक्छौँ त्यति सेवा शुल्क हामीले चाहिन्छ, अनि मात्र हामीले इन्टरनेसनल व्यवस्था गर्न सक्छौँ। दोस्रो कुरा, अन्तर्राष्ट्रिय बजारमा हामी जाँदै गर्दाखेरि हामीलाई डलर सुविधा कसले दिने? हामीले होटलमा बस्ने डलर पैसा कसरी पेमेन्ट गर्नु? आज सबै व्यवसायहरूले यो कुरा पनि ध्यान दिन जरुरी छ। हामीलाई क्रेडिट कार्डहरू डलर क्रेडिट कार्डहरू हामीले पाइरहेका छैनौँ। क्रेडिट कार्डहरू हाम्रो लागि एकदमै जरुरी छ। 50,000 रुपियाँ बचाउनको लागि भारतको बाटो प्रयोग गरेर गएका छन्। के संस्थालाई मात्रै काटेको चिठी हो कि त्यो इन्डिभिजुअल उडेका कामदारहरूलाई पनि, नेपाली नागरिकलाई पनि विभागले चिठी काटेको छ? म यहीँबाट विभागलाई सोध्न चाहन्छु। आज व्यवसायले मागेको सङ्घसँग मागेको तथ्य नै यही छ। अर्को कुरा, व्यवसायीले यसभन्दा अगाडि मेलमिलापलाई प्रोत्साहन गरेर धेरै मुद्दाहरूको प्रस्तुत गरेका छन्। मेलमिलापलाई अहिलेको विभागले दुरुत्साहन गरेको छ। मेलमिलाप अन्तर्राष्ट्रिय प्रचलन होइन। त्यसपछि करोडौँको धरोहरका मालिकलाई विभागभित्र प्रवेशमा झन्डै निषेध गरिएको छ। यदि विभागको यही रवैया रहिरहने हो भने तालुकदार मन्त्रालय र मन्त्रीज्यूको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायीहरूले सम्मानित प्रधानमन्त्रीसँग वार्ता गर्न चाहन्छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले असार 24 गते म्याराथन छलफल गर्नुभएको छ। विभागलाई हेरकार हो। रेमिटेन्स ल्याउनको लागि संवाहकको रूपमा भूमिका गर्ने वैदेशिक व्यवसायीहरूलाई निरुत्साहित गर्ने सङ्घको नेतृत्वको के हो चाला?
आज व्यवसायीले जो बुझ्न खोजिरहेका छन्। सम्माननीय प्रधानमन्त्रीजीसँग यही निवेदन गर्नलाई व्यवसायी चाहन्छन्। मलाई लाग्छ माननीय मन्त्रीजीले धेरै कसरत गर्नुभएको छ। म मन्त्रीजीको कसरतप्रति मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। तर मन्त्रीजीलाई सामेल गराएर एक दुईवटा इन्डिभिजुअलका त्यस्ता उजुरी फर्स्टरको कुरालाई लिएर उहाँको वालबाट पोस्ट गरेर मन्त्रीज्यूलाई अलमल पार्ने काममा विभाग भएको कुरा व्यवसायीहरूको निचोडको रूपमा गएको छ। लाज मान्नु पर्दैन। कोरियाको अफिस रेट कति छ? सरकारी रेट कति छ? इजरायलको सरकारी रेट कति छ? सामाजिक न्यायको सिद्धान्त अवलम्बन गर्नु पर्दैन सरकारले। तर यसलाई मेरो अध्यक्षले भनेरै सुन्ने समय मानेर व्यवसायी वैदेशिक रोजगार व्यवसायी सङ्घकै अनुरोधमा सुन्ने समय मानेका छन्। मन्त्रालयले सुन्ने समय मान्दै गर्दा विभाग उदण्ड रूपमा प्रयोग हुनुको कारण के हो? कुनै हालतमा स्वीकार हुँदैन भन्दै अब हामीहरू कुनै पनि हालतमा अब वार्ता गर्ने यसो गर्ने उसो गर्ने केही पनि हुँदैन। एउटा फोरमबाट तपाईँहरू चाहिँ वार्ताको लागि को जानुहोस्, हामीहरूलाई चाहिँ आन्दोलनको फ्लोर खुला गरिदिनुहोस्। हामी भोलिबाट आन्दोलन जान चाहन्छौँ। किनभने आज नै हाम्रो यो आज नै अन्तिम बेला हुनसक्छ। हिजोको जुन एउटा विक्रम सरकारले चाहिँ एकदम गैरजिम्मेवार तरिकाले चाहिँ जुन किसिमको चाहिँ एउटा निर्णय गरेको छ त्यो कुराले नै आजसम्मका यो एसपिपीहरू अरू सामान्य कुराहरू अब सामान्य भइसके। हिजो गरेको जुन कुरा छ त्यसले गर्दा अब हामीहरू व्यवसायी भएर बस्न सक्ने अवस्था छैन। यसको लागि हामीहरूले गर्ने भनेको अन्तिम विकल्प पहिलो आन्दोलन, त्यसपछि बल्ल मार्गमा सरकारले बोलाउँछ। आन्दोलनको विकल्प छैन। र मैले के भन्न चाहन्छु भने आन्दोलन यस्तो किसिमको होस्। अहिले चक्रवातका माइक्रोवालाले चाहिँ आन्दोलन गर्यो भने सबै चक्रवात ठप्प हुन्छ। स्कुलले आन्दोलन गर्यो भने स्कुल पुरै ठप्प हुन्छ। तर हाम्रा व्यवसायीहरू ढोकाभित्र आफ्ना स्टाफहरूलाई चाहिँ काम गर्न लगाएर अनि म अब चाहिँ आन्दोलनमा जान्छु भनेर हिँड्ने जुन हकीकत र यो पुरानो दृष्टान्त छ त्यो अब दोहोरिनु हुँदैन। यदि त्यस्तो भयो भने त्यो आन्दोलन अब तपाईँहरूका विरुद्ध जसले यो आन्दोलनलाई चाहिँ बाधा अब पुर्याउँछ त्यसका विरुद्ध हुनेछ भन्ने म चेतावनी दिन चाहन्छु। किनभने आजभन्दा केही समय अगाडि कन्सल्टेन्सी व्यवसायी साथीहरूको चाहिँ मागको बारेमा अथवा चाहिँ सेवा शुल्कको बारेमा एउटा कुरा भएको थियो। त्यसमा कन्सल्टेन्सी व्यवसायी साथीहरूले चाहिँ राखेको माग र मुद्दाहरूलाई सम्बोधन गर्ने क्रममा के उल्लेख गरेको छ भने अहिले पनि गएर पढ्न सक्नुहुन्छ। $1000 अथवा $1000 बराबर हुन आउने पैसा भनेको छ। एउटा कन्सल्टेन्सीमा कन्सल्टेन्ट बसेर चिया कफी खाएर टेबलमा 10 मिनट गफ गरेर त्यो मान्छेलाई काउन्सिलिङ गरेको घरमा उसले चाहिँ $1000 लिन पाउने चाहिँ $1000 को भागीदार भयो भने हामीले चाहिँ 2 वर्षसम्म एउटा लेबर पठाएर उसको घरलाई सम्पूर्ण बनाउँदाखेरि पनि अहिले ऊ 23 महिनामा फर्केर आउँदाखेरि अहिले हामीमाथि चाहिँ कानुनी र नैतिक प्रश्नहरू आउने कुराहरू भएको छ। यो कुराको चाहिँ प्रश्न समाधान भनेको टेबल टकको अतिरिक्त हाम्रो आन्दोलन नै हो। अर्को कुरा मैले साथीहरूलाई के आइडिया गर्न चाहन्छु भने आन्दोलनको विकल्प छैन। त्यो भिन्नै कुरा रह्यो। आन्दोलन भन्ने कुरा कुनै तिथि मिति पला घडी मिलाएर गरिँदैन। दसैँ आउँछ, फेरि आउँछ, अनि पुष्पा जाडो हुन्छ, चैत्रे गर्मी हुन्छ भनेर आन्दोलन चाहिँ त्यसै सादा पाइँदैन। हाम्रो सरकारले गृहमन्त्रीले गोली छातीमा हाल्नुहोस्, म व्यवसायको पहिलो सहयोग तयार छु। तर आन्दोलनको विकल्प छैन। खुट्टा लगाउनु पाइँदैन। मन्त्रीले हिजो के भन्छ? अनलाइनबाट उजुरी दिन पाइने। अनलाइनबाट उजुरी दिएर तपाईँ हामीले थ्याक्न सक्छौँ। एउटा त्यो भयो। अर्को सिडिओ कार्यालय जिल्ला प्रशासनमा उजुरी दिन पाइने। प्रत्येक जिल्लामा जान सकिन्छ। त्यसलाई डिफाइन गरिदिनु पर्यो नि। व्यक्तिगत श्रम स्वीकृतिको ठगीको कुरा हो भने त्यसलाई भनिदिनु पर्यो। वैद्युत रोजगार सङ्घले त्यो कुरालाई हामीलाई भनिदिनु पर्यो। होइन भने त हामी पनि त्यसैमा मुच्छौँ नि त। भोलि त जिल्लामा मुद्दा हाल्ने होला नि। त्यसलाई यिनीले कुरा गरेर कसरी जाने भन्नु। एमाले काङ्ग्रेस माओवादीको सरकार र मन्त्री भएको भए त्यही एसपिपी के हो त्यसलाई लिगली बनाइदिन्थ्यो पैसा। धन्न यो सरकारले त काँचा लगाएको छ। त्यो कुरा पनि हामीले कन्सिडर गर्नु हुँदैन। तपाईँ भन्नुपर्छ हाम्रो सरकार भइदिए त्यो पैसा खाएर लिगल बनाउँथ्यो हाम्रो मन्त्रीहरू। त्यो हाम्रो जानकारीमा छ। त्यस कारणले गर्दाखेरि राम्रो कुरा राम्रो भन्नुहोस्। र तपाईँले सुन्नु पनि भयो होला, यी मन्त्रीहरू त आज छन् भोलि जान्छन्। हामी थाहै हो हामीसँग झगडा नगर्नुहोस् भनेर अस्ति पनि भर्सन त सुन्नुभयो डिजी। उहाँले ओपनली भन्नुभएको छ। यो भर्सनलाई बुझ्नु होला,
जब तकले विधायिकालाई राखेर तपाईँले छलफल गर्नुहुन्न यो रुदाइलो अन्त हुनेवाला छैन। यो प्रश्न मन्त्रीलाई राम्रो गर्यो भने कर्मचारीसँग बसेर सब तपाईँको निक्लिँदैन। अनि अर्को एउटा कुरा, वार्तामा बस्दाखेरि अहिले कर्मचारीहरूले देशमै प्ले गर्छन्, लेबर युनियन र आइएनजिओलाई अगाडि सार्छन्। आइएनजिओले यो देश चल्दैन। तपाईँहरूले आइएनजिओ बस्यो भने आइएनजिओलाई बात गर्नुहोस्, आइएनजिओलाई त्यहाँ नराख्नुहोस्। माटो सुहाउँदो राजनीति गर्नुपर्छ, माटो सुहाउँदो कानुन बनाउनुपर्छ। नेपालको कानुन नेपालीहरूले बनाउने हो, आयोगले बनाउने होइन। यो एउटा कुरा हेक्का राख्नु होला। र अर्को एउटा मैले अन्तिममा यहाँलाई मैले केही सुझाव दिएँ भने अर्को पनि, व्यवसायीले गल्ती गर्यो भने त धरोटी काटिन्छ, पुर्जी काटिन्छ, ऊ गरिन्छ। तर नेपाल सरकारको कर्मचारीले गल्ती गर्यो भने र त्यसको प्रताडित हुने एउटा व्यवसाय हुन्छ भने त्यसको एकाउन्टेबिलिटी कसले लिने? अस्ति तपाईँ पनि हुनुहुन्थ्यो, बिजीको कारणले गर्दा मेरो 500 डिमान्ड दिन्यो, केही सीमित स्वार्थी व्यवसायीले मेरो नाम धमिलो बनाइदियो इन्टरनेसनल कम्युनिटीमा। यसको जवाबदेही नेपाल सरकारले लिन्छ। मेरो 9 वर्षको परिश्रम जिरोमा झार्यो आज। यसको एकाउन्टेबिलिटी 35वटा व्यवसाय सङ्घले लिन्छ, नेपाल सरकारले लिन्छ। मैले अस्ति पनि सोधेको थिएँ, तपाईँले यो मुद्दा उठाउनु भयो मन्त्रीलाई, यिनीहरूको एकाउन्टेबिलिटी रेस्पोन्सिबिलिटी खोइ, पारदर्शिता खोइ, जे पनि मनलाई गरेर हुन्छ। अहिले अर्को एउटा सूचना छ, व्यवसायले आन्दोलन आजै छैन, त्यहाँ एउटा कुरो एकदम आपत्तिजनक छ। पठाएको कामदारको फोन नम्बर पनि डिटेल दिनुपर्ने गरे प्रधानमन्त्रीको कार्यालयबाट। म यही नौरा सल्लाहकार हुनुहुन्छ, उहाँले 4-5 हजार जम्मै कामदारको 3 वर्षको रेकर्ड दिन सक्नुहुन्छ फोन नम्बर। अर्को एउटा म यही प्रश्न गर्न चाहन्छु, नेपाल सरकारले 5000 कोरिया पठाउँछ, 5 वर्षसम्मको सबै वर्कर्सको फोन नम्बर उपलब्ध गराउन सक्छ पब्लिक डोमेनमा? यो कुरामा तपाईँले किन साइलेन्स हुनुहुन्छ? साइलेन्स भएर हुँदैन। साइलेन्स म बस्नु भनेको नेपाल सरकारले स्वीकृत गर्यो भनेर लागू गर्दै जान्छ, यसलाई प्रतिवाद गर्न सक्नुपर्छ। र अन्ततः मैले फेरि भन्न चाहन्छु, वार्तामा बस्दा कुन सरकारसँग बस्नुहुन्छ? मिडिया साथीहरूबाट पनि यो पुर्याउनु भयो हुन्छ, प्रसारित गर्नुभयो हुन्छ। हामी व्यवसाय कुन सरकारसँग वार्ता बस्ने हो? थाई सरकारसँग या अस्थायी सरकारसँग? पहिला यो निकेल गर्नुहोस्, अनि बल्ल हाम्रो समाधान हुन्छ। थाई सरकारसँग बस्दा किनभने 35 वर्षको अन्तरालमा 4वटा आन्दोलन भयो। यो गभर्मेन्ट फेलियर, पोलिटिकल फेलियर होइन, कर्मचारी थाई सरकारले गर्दा देशलाई फेलियर गराएको छ। यो चाहिँ नि हेक्का राखेर अगाडि बढ्नु भने हामी गन्तव्यमा पुग्छौँ, नत्र पुग्दैन। जस्तै म्यान पावर हामी व्यवसाय गयो, व्यवसायले पठाउँदाखेरि हाम्रो रोल रिस्पोन्सिबिलिटी के हो, एकाउन्टेबिलिटी के हो, त्यो हामीले सरकारले तोकेर दिएको छ, त्यही बेसिसमा हामीले फिडब्याक दिएको छ। तर जान्ने वर्कर पनि स्टेक होल्डर हो नि त यो व्यवसायको, हो भने एकाउन्टेबिलिटी, उनीहरूको एकाउन्टेबिलिटी, उनीहरूको रोल रिस्पोन्सिबिलिटी, उनीहरूले वहन गर्नुपर्ने कामहरू के हो? हामी आज जुन कुरा गराइरहेछौँ त्यो कुरा आउने ठाउँ त्यहीबाट हो, सुरुवातै। उनीहरूलाई यदि रोल रेस्पोन्सिबिलिटी दिएन, उनीहरूलाई एकाउन्टेबिलिटी बनाइएन भने यो उजुरी चाङको चाङ बढ्दै जाने हो। हामी चाहिँ गल्ती गर्दाखेरि हामीलाई चाहिँ उजुरी दिन पाउने व्यवस्था चाहिँ गाउँबाटै हुने, हामीलाई चाहिँ हतकडी लगाएर जाने, हाम्रो धरौटी काट्ने। तर त्यही कामदार विदेश जाँदाखेरि सबै नर्म्स पुरा गरेर हामीले पठाएको हुन्छौँ, तर त्यही कामदार विदेश गएर म काम गर्दिनँ, मेरो बुढी बिरामी भयो घर जान्छु, मलाई यो काम मन परेन भनेर आउने, अनि नेपालमा चाहिँ उजुरी हाल्दाखेरि हामीलाई चाहिँ अप्ठ्यारो हुन्छ। त्यस कारणले वर्करको रिस्पोन्सिबिलिटी एकदम वेल म्यानेज तरिकाले वर्करलाई कसरी बाउन्ड गर्न सकिन्छ, जुन किसिमले सरकारले हामीलाई मात्रै बाउन्ड गरिरहेछ त्यही किसिमले हामीले पनि आफ्नो दायरा बढाएर हामीले चाहिँ वर्करको रिस्पोन्सिबिलिटी के त, वर्करले यस्तो यस्तो गल्ती गरेर आउँदाखेरि चाहिँ उसलाई चाहिँ पेनल्टी के हुने त, या क्षतिपूर्ति पाउने या नपाउने, त्यो मात्रै कन्ट्रोल गर्यो भने मलाई लाग्छ 75% उजुरी त्यहीँनिर बन्द हुन्छ। त्यो चाहिँ हामी एनमा व्यवस्था गर्नु पर्यो। राज्य हामीलाई लुटा फटा चोर के अरे ये चाहिँ दलै भन्दो रहेछ सरकारले, होइन? म पनि वैदेशिक रोजगारमै गरेर आएको के, राज्यले कतिसम्म लुट्या छ भने मलाई राम्रोसँग थाहा छ। राज्यले कोरियामा इक्जाम गराउँदाखेरि तपाईँको 36 करोड रुपियाँ लुट्छ, मसँग छ डाटा। एउटा श्रमिक मर्यो भने नेपाल ल्याउन सक्दैन, मैले पैसा दिएर नेपाल पठाएको छु। राज्यले लुट्या हो कि होइन?
यो कुरा हाम्रो अग्रजहरूले हाम्रो सङ्घमा प्रतिनिधित्व गर्नेहरूले यसको नेतृत्व गर्नुपर्छ। हामी सबैले बोल्न सक्दैनौँ। तपाईँहरू पालो पालो गरेर विभागमा गइरहनु भएको सम्पूर्ण समस्या तपाईँलाई थाहा छ। तपाईँहरू डायरी लिएर जानुहोस्, नोट गर्नुहोस्, त्यो समस्यालाई कानुन बनाउने ठाउँमा कहाँ कहाँ डिल गर्ने तपाईँहरू गर्नुहोस् न। हामी सबै बोलेर त्यही समस्या भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन। के कसो हो साथीहरू? यति मात्र होइन, राज्यले G2Gबाट लिएर जाँदाखेरि त्यत्रो पैसा लुट्दाखेरि चाहिँ हुने। ल हामी पनि त फ्री भिसा भनौँ, भोलिदेखि इक्जाम फी 5,000 लिदिउँ म, हामीले लुट्न नपाउने? कतिजना पाउँछ? अहिले इथिकल गरेर 9,000 मान्छेले फर्म भर्छ। लुटौँ, राज्य लुटौँ भने हामी किन लुट्नु भने? पैसा डिपोजिट राखेको छ त हामीले पैसा चाहिँ 1 लाख रुपियाँ तिरेर चाहिँ उता पठायो, श्रममा 10,000 जान्छ। अनि यहाँ निवेदन हुन्छ पैसा उकाल्दाखेरि चाहिँ 1 लाख उसले चाहिँ 10,000 तिरेछ भने मैले 10 लाख तिरेर गएको हजुर भनेर दिएर 10,000 तिर्नु रहेछ। मैले अस्ति फेस गरेँ। तपाईँलाई तिर्नुपर्छ, बैङ्क स्टेटमेन्ट चाहिन्छ पो भन्छ त। ए बा को हाम्रो व्यवसाय साथीहरू उहाँहरूलाई पनि सँगसँगै हुनु छ। झगडा गरे बल्ल बल्ल डोफे खोल्थ्यो। ल हेर्नुहोस् त, हामी त चोर हो गरेर आउँछ त हामीलाई त। जानुहोस्, मैले भने तपाईँलाई बैङ्क स्टेटमेन्ट हेर्ने के तरिका छ? मलाई छ। अनि हामी त मिलेर आइसक्यौँ, सबै पैसा पाए भन्छ, घुँडा दुखेर उद्धार गरे त हजुर भन्दाखेरि के भन्छ? अनि त हुँदैन, जति पैसा बोल्यो भने त्यति तिर्नुपर्छ भन्यो। ए बाबा, जन्म कैद भएको कैदी त सहमति गरेपछि मुद्दा फिर्ता हुन्छ। यो विभागको हो विभाग। हामीले दुःख गरेर कमाइदिए पैसाले तल खाने अनि हामीलाई लट्ठी चलाउने र हाम्रो नेतृत्व गर्ने तपाईँहरू खुट्टा नकमाउनुहोस्। तपाईँले धेरै खुट्टा कमाउनु भयो। तपाईँहरू भन्दा त कन्सल्टेन्सी बरु धेरै अगाडि रहेछ। उनीहरू त वार्ता गर्न थालिसक्यो। हामी त के हो यस्तो हुँदैन। म यति भन्न चाहेँ। र हामीले डिपोजिट राखेको पैसा पनि राज्यले कहाँ लगानी गरेको छ त्यसको हिसाब मागिदिनुहोस्। यदि माग्दैन भने उसले बनाएको कानुन हामीले कसैले मान्नुपर्छ भन्ने जरुरी छैन। विभागले अनि अर्को एउटा मैले छुट्याएँ, हरेक दूतावास भ्रष्टाचार गर्ने घुस खाने दूतावासको कर्मचारी हटाओस्। ए हटाए मात्र भने रेस्क्यु टिम बनाओस्। अहिले वैदेशिक रोजगारमा जति पनि समस्या आएको छ 90% कम हुन्छ। बुझ्नुभयो? मैले एउटा कम्पनीमा चाहिँ समस्या पर्दाखेरि एम्बेसीमा फोन गरेँ भने फोन उठाउँदैन। त्यो राज्यको कर्तव्य होइन। श्रम स्वीकृति उसैले दिएछ, एम्बेसी अप्रुभल उसले दिएछ। त्यो कुरामा चाहिँ हामीले उठाउन आवाज, त्यसमा चाहिँ किन उठायो भने अरू कुरा हामी किन अल्झिने? एम्बेसीमा रेस्क्यु टिम बनाइदिनुहोस्। कुनै पनि संस्थामा कुनै पनि कम्पनीको प्रब्लम छ भने एकल फोन गर्ने बित्तिकै कम्पनीको त्यो मेन दूतावासको कर्मचारी त्यहाँ जाओस् न। कम्पनीमा मेरै कम्पनीमा मसँगै काम उतार गर्नेले एउटा चाइनिज थियो, एउटा फिलिपिनो थियो। उसले चाहिँ एम्बेसीमा फोन गरेर समस्या पर्दा तुरुन्तै एक कल फोन गर्दै चाहिँ हाई हाई गरेर हाँसेर हिँड्थ्यो। हामीले चाहिँ आफ्नो म्याटबाट फोन गरेर फोटो उठाउँदैन। या सेक्या सिपाल इला हाने नि खेसेक्या नि चिबे खा भन्छ। ए तँलाई गदा त चाहिँ पुरा काम गर्दैनस्, तेरो देश जा भन्छ। अनि त्यो चाइनिज र फिलिपिनो चाहिँ मजाले हाँसी कोरियन न्युरोमिटर लगाउँछ। अनि हाम्रो एमबीसी त्यतिसम्म गर्न सक्दैन नि। हामी यहाँ दुनियाँ नाटक मञ्चन गरेर के गर्नु छ र भने तपाईँहरू अरू केही गर्न पर्दैन। हामीले जति पैसा उठायो उठा भन्नु, सरकारले भ्याट बिल काट्न दियोस्, राज्यले रासो लिन्छ, मान्छेले आफ्नो इच्छा अनुसार पैसा दिएर जान्छ। के को नाटक गर्नु पऱ्यो यहाँ? जिरो कस्ट र के कस्ट बेकारमा मान्छेले 1.5 करोडसम्म लगानी गरेर हिँडेर अमेरिका गएको छ, राज्यले रोक्न सकेको छ? समुद्रमा मरेको छ, त्यो लास अहिलेसम्म आउनु सकेको, कसले पठायो? अहिलेसम्म राज्यले खोजेको छ? चाहिने नचाहिने कुरामा टाइम किल गरेको छ। यहाँ व्यवसाय गर्नेलाई यहाँ सडकमा पुर्याइसकेको छ। बिचरा कतिको यहाँ अहिले मलेसिया काम गर्नेहरूको उहाँ कहाँ माटो मुनि लुकेर हिँड्नु पनि कहाँ हिँड्नु पर्ने अवस्था छ। त्यो कसले बनायो? राज्यले होइन। यस्ता चाहिने नचाहिने कुरा नअड्क्यौँ। हाम्रो नेतृत्वले मैले भने एमबीसीलाई स्ट्रङ बनाऊ, रेस्क्यु टिम बनाऊ। यदि सक्दैन भने प्रत्येक जाने के अरे श्रमिकबाट 5,000 एक्स्ट्रा उठाऊ। हाम्रो सङ्घमा कोष बनाऊ, कोषले उद्धार गर्छ, कोषले मोनिटरिङ गरेर जान्छ हरेक कम्पनीमा। त्यो तागत हामीले राख्न सक्दैन भने सम्पूर्णले तपाईँहरूले चाबी बुझाउनुहोस्। काम छैन। पैसा उठाउँदा 5,000 हरेक श्रमिकले दिन तयार छ। त्यसको कोष बनाऊ, कुनै पनि समस्या आएर त्यही कोषबाट पैसा तयार गरौँ न। राज्यले गर्न सक्दैन, हामीलाई राम्रोसँग थाहा छ। अब हामीले नै गर्नुपर्छ। कामदारले पैसा बुझायो भन्छन् र व्यवसायी हामीले पैसा लिएनौँ भन्छौँ। यो बिचकोलाई हामीले नीतिगत हिसाबले यसलाई नितान्त
यसलाई गर्नु पर्यो, समाधान गर्नु पर्यो। त्यसकारण अर्को कुरा जस्तो सिन्डिकेट भनिन्छ नि, सिन्डिकेट त स्टेप बाई स्टेप हामीलाई आइसकेको छ। यो अहिले होइन, यो न्यू कुरै होइन, यो पुरानो कुरा हो। सिन्डिकेट भन्ने पहिला मैले के अरे साउदीको बायोमेट्रिकदेखि सुरु भएको हो यो। त्यसमा नयाँ 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 नाम दिँदै 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 अहिले भिरक्षकसम्म आइपुग्यो। यसमा कस्तो छ भने हाम्रो एक दुईजना व्यवसायी साथीहरूले यसमा मिलोमतो नभइकन यो सिन्डिकेट यहाँ आएको छैन। हाम्रै यही व्यवसायभित्रको दुई चारजनाको मिलोमतोले नै यो हामीले आएको यहाँ सिन्डिकेट आएको छ। यसको लागि हामीले के गर्नुपर्छ, कसो गर्नुपर्छ, त्यसको लागि हामी व्यवसायी तयार छौँ। नेतृत्वले भन्नु पर्यो के गर्नुपर्छ, कसो। यो व्यवसायीलाई हक हित र यसको हस्तक्षेप, सरकारको हस्तक्षेपमा हामी महिला व्यवसायी सधैँ तपाईँको साथमा हुन्छौँ। तपाईँले बोलाउनु, आवाज मात्रै दिनुहोस्। यसको विरुद्धको लागि कहाँ आउनु पर्यो, सडकमा आउनु पर्यो, सम्बन्धित निकायमा जानु पर्यो। हामी महिला व्यवसायी तपाईँहरूको अगाडि अग्रज भएर हामी उभिन तयार छौँ। जतिखेर कहाँ बोलाउनुहुन्छ, सडकमा बोलाउनुहुन्छ, सम्बन्धित निकायमा बोलाउनुहुन्छ, यसको विरुद्धको लागि हामी महिला व्यवसायी अग्र पङ्क्तिमा हामी उभिनेछौँ। यही प्रतिबद्धता हामी तपाईँलाई दिनेछौँ। कानुनको हिसाबले, कानुनको दृष्टिले नेपाली जनता सबैको उत्तिकै बराबर हक हो, चाहे त्यो व्यवसायीको होस् चाहे त्यो श्रमिकको होस्। त्यस कारणले पनि श्रमिकको दायित्व निर्धारण गरिनुपर्छ भन्ने विषयले ऐनमा प्रवेश पाएको छ। यस्ता धेरै विषयहरू छन्, जस्तै मागपत्र प्रमाणीकरणमा पनि हामीले वैदेशिक रोजगार ऐन 2064 को दफा 15 को चलाई धेरै सोचेर धेरै विचार गरेर चाहिँ त्यसलाई सूचीकरणको, अनलाइन सूचीकरणको माध्यमबाट त्यसलाई चाहिँ सरलीकृत गरेर लैजाने भन्ने बाटोबाट चाहिँ विषयहरू प्रवेश गराएका छौँ। ती विषयहरूले अन्तिम रूप नपाउँदासम्म त वैदेशिक व्यवसायीज्यूहरूलाई हामीले के भन्ने, यो भइसक्यो भनेर भन्न त मिलेन। प्रयास त भएको छ। बागडुग्राबाट चाहिँ युएई जान 21,000 नेपाली रुपियाँमा टिकट पाइन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जानका निम्ति 65,000 रुपियाँ तिर्नुपर्छ। सरकारको निकायले त्यो 65,000लाई 21,000मा झार्ने होला नि। वैदेशिक रोजगार व्यवसायले कारवाही गर्ने होइन क्या। विशेष परिस्थिति भनेर तत्कालीन अवस्थामा परराष्ट्र मन्त्रालयले दिल्ली स्थित नेपालको दूतावासलाई गरेको पत्राचारका आधारमा दूतावासले जारी गरेको एनओसी नचाहिने भन्ने पत्र चाहिँ पर्याप्त हो क्या। त्यति नै हो हामीले देखाउनु पर्ने र सरकारले बुझ्नु पर्ने। जब सहज परिस्थितिको निर्माण भयो, सहज परिस्थितिको निर्माण भइसकेपछि फेरि एनओसी चाहिन्छ भन्ने भए त भइहाल्थ्यो। अथवा वैदेशिक रोजगार ऐन 2064 को दफा 22 को उपदफा 2 अनुसार गर भन्दै भए त भइहाल्थ्यो। हामी त्यही अनुसार पालन गर्थ्यौँ। सके पठाउँथ्यौँ, नसके पठाउँदैन थियौँ। युवा श्रम तथा रोजगार मन्त्रालयमा बसेर ऐन संशोधनका कामहरू गरिरहँदा, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नका निम्ति कामहरू गरिरहँदा काहीँ न काहीँ सकारात्मक विषयहरू पाएका छौँ। मैले आदरणीय व्यवसायीज्यूहरूलाई विषय भन्नुपर्छ, सकारात्मक विषयहरू पाएका छौँ। तर यसले समय नलियोस् भन्ने हाम्रो प्रमुख विषय हो। मन्त्रालयले जुन जुन विषय बुझाउनका निम्ति भनेर समितिहरू बनाएको छ, कार्यदलहरू बनाएको छ, त्यो समिति र त्यो कार्यदलले अविलम्ब त्यो प्रतिवेदन बुझाउनु पर्यो। त्यो प्रतिवेदन जति चाँडो जान्छ त्यति चाँडो चाहिँ नीतिगत सुधारको द्वारतर्फ हामी प्रवेश गर्छौँ। हामीले बुझेको त्यो हो। हामीले मागको रूपमा सरकारलाई प्रस्तुत गर्ने बुदाहरू पढेर सुनाउन चाहन्छु। 1 नम्बरमा हाम्रो पहिलो नम्बर बुदा, विशेष परिस्थितिमा सरकारद्वारा भएको निर्णय मान्दा 598 इजाजत पत्रवाला संस्थालाई गरिएको कारबाही अविलम्ब फिर्ता गर्नुपर्छ। 2 नम्बरमा श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण, जुन कुरा हामीले लामो समयदेखि उठाइ आयौँ। नेपाली समाजमा एउटा भाष्य निर्माण भएको छ। त्यो के हो भन्दा श्रमिकहरूले तिर्नै पर्ने लागत शुल्क पनि वैदेशिक रोजगार व्यवसायीहरूले लिएर खल्तीमा हाले भन्ने भाष्य निर्माण भएको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा जान चाहने श्रमिकलाई क्लियरली, ट्रान्सपरेन्टली यति शुल्क चाहिँ तपाईँले वैदेशिक रोजगारमा जानै तपाईँको इच्छा भयो भने तिर्नै पर्छ है भनेर क्लियरली भनिदिनु पर्यो, ताकि
वैदेशिक रोजगारमा जाने श्रमिकलाई पनि एउटा नोटिस के होस् त भन्दा यो शुल्क चाहिँ मेरो दायित्वभित्रको शुल्क रहेछ भन्ने विषय। हाम्रा खर्चहरू यति छन्, त्यस कारणले हामीले 10,000ले पुग्दैन। हामीले भनिआएको कुरा के हो त, वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रस्ताव गरेको विषय के हो भने अदक्ष र अर्धदक्ष श्रमिकको हकमा 2 महिनाको तलब, दक्ष श्रमिकको हकमा 1 महिनाको तलब, अति दक्ष श्रमिकको हकमा आधा महिनाको तलब, अत्यन्त आकर्षक गन्तव्य मुलुकहरूमा जाने श्रमिकहरूको हकमा 1 महिनाको तलब बराबरको सेवा शुल्क हामीलाई व्यवस्था गरिदिनुहोस्। त्यो सेवा शुल्क व्यवस्थित भयो भने हामी सस्टेनेबल हुन्छौँ। त्यो सेवा शुल्क व्यवस्थित भयो भने तपाईँको विभागले अथवा तपाईँको यो मोनिटरिङ गर्ने अड्डाले भनेको अक्षरशः कानुनको परिपालना गर्न सक्छौँ। त्योभन्दा अगाडि हामी सक्दैनौँ। हामीले स्पष्ट भनेका छौँ। वैदेशिक रोजगार ऐन 2064 को समय सापेक्ष संशोधन, अघि मैले आफूले बोल्दै गर्दा केही विषयहरू भनिसकेको छु, मैले समय लिन, यसका विषयमा मैले धेरै व्याख्या गरिनँ। खास गरेर दफा 15 भित्रको उपदफा च मा भएको मागपत्र प्रमाणीकरण सम्बन्धीको व्यवस्थाले वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनायो। त्यस कारणले यो च को व्यवस्था परिवर्तन हुनुपर्छ भनेर हामीले भनेका छौँ। खर्ब रेमिटान्स देशमा भित्रिएछ, 160 खर्ब भित्रिरहँदा हामीले हेर्नुपर्ने कुरा के रहेछ त भन्दा यो देशको कुल बजेटको आकार चाहिँ कत्रो 66 खर्बको, गएको आर्थिक वर्षको वार्षिक बजेटको साइज कत्रो 21 खर्ब, आएको रेमिटान्स चाहिँ कति 160 खर्ब। अनि त्यो श्रमिकको हित संरक्षणका निम्ति ऐन कानुनहरू चाहिँ बनाइरहँदाखेरि एकदमै दण्ड सजायका ठुला चाहिँ दफाहरू बनाइरहँदा त्यो दफा बनाइरहने नेपाल सरकारले के सोच्नु जरुरी छ भने नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक प्रतिको हाम्रो उत्तरदायित्व के हो त्यो पनि बुझ्नुपर्छ। टिकटमा 13% घटाइदिए भयो, बागडुगुरामा 21,000 पर्ने टिकट त्यही 21,000 मा श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रियबाट युएई जाँदाखेरि प्राप्त गर्नु पर्यो। आज 66,000 छ क्वालालम्पुर जाने एयरपोर्टको टिकटको भाडा। यसलाई नियमन गर्ने जिम्मेवारी कसको, यसले मारमा चाहिँ कसलाई पार्यो भन्ने विषय महत्त्वपूर्ण विषय छ। यसमा राज्यको दायित्व, राज्यको नजर जानुपर्छ, राज्यको ध्यान जानुपर्छ। नयाँ श्रम गन्तव्यको मागपत्र प्रमाणीकरण सहजीकरण भने 2075 सालमा केही नेपाल ऐन संशोधन मार्फत भएका संशोधित मागपत्र प्रमाणीकरण सम्बन्धी दफाले वैदेशिक रोजगार क्षेत्रलाई अत्यन्त विकृतियुक्त बनायो। अनि त्यसले चाहिँ वैदेशिक रोजगार व्यवसायी जसले 2 करोडदेखि 6 करोडसम्म धरोटी राखेर वैदेशिक रोजगारमा श्रमिकहरू पठाइराख्नु भएको छ, उहाँहरूलाई त्यही कतार मात्रै पठा, त्यही साउदी मात्रै पठा, त्यही ओमान बहराइन युएई मात्रै पठायो भनेर बाध्यकारी ऐन बनाइयो। तर राइजिङ डेस्टिनेसनहरू जुन उदयमान गन्तव्य मुलुकहरू छन् ती उदयमान गन्तव्य मुलुकहरूमा पठाउनका निम्ति नेक्स्ट टु द गभर्नमेन्ट जसले इजाजत पाएको हो त्यो इजाजत पाएको व्यवसायीले संस्थागत रूपमा पठाउन पाउँदैन। यो विडम्बनामा छौँ हामी। 6 नम्बरमा अन्तर्राष्ट्रिय श्रम बजारलाई विकेन्द्रीकरणको सिद्धान्त अनुसार व्यवस्थापन गरिनु पर्दछ भन्ने माग राखेका छौँ हामीले। यो विकेन्द्रीकरणको सिद्धान्त भन्ने विषय म अलिकति बुझाउन चाहन्छु। हामीले अमेरिका र इरानको युद्धका कारणले झन्डै 20% मागहरू गुमाएका छौँ। अहिले यहाँहरूलाई थाहै छ यो विषय। 20% मागहरू गुमाइरहँदा अन्ततोगत्वा त्यसले बेरोजगारी बढायो होला, असर त पर्यो नेपाललाई। बेरोजगारी बढ्नु भनेको चाहिँ के हो भने हामीले के कुरा बुझ्नुपर्छ भनेदेखि कुनै देशमा बेरोजगारी बढ्छ, बेरोजगारीको सङ्ख्या बढ्नु भनेको चाहिँ त्यो बेरोजगार समूह देशका लागि प्रति उत्पादक हुनु हो। यो स्पष्ट बुझ्नुपर्छ। कोरियाको E7 को कुरा आइराखेको छ, जापानको SSW को कुरा आइराखेको छ। SSW को चाहिँ नि मागपत्र समयमा प्रमाणीकरण भएन भनेर व्यवसायीका गुनासाहरू आइराखेका छन्। यतातिर पो सरकारको ध्यान जाने होला। गन्तव्य मुलुक साउदी अरेबियाको SVP र बायोमेट्रिक युएई को प्रहरी प्रमाणपत्र प्रमाणीकरण खारेजीको पहल सरकारले गर्नुपर्छ। वैदेशिक रोजगार सम्बन्धी संस्थागत र व्यक्तिगत उजुरी हेर्ने निकाय छुट्टा छुट्टै ऐनमा व्यवस्थापन गरिनुपर्छ भन्ने विषय ल्याएका छौँ हामीले। व्यक्तिगत उजुरीका कारणले गर्दाखेरि संस्थागत बेइज्जती भयो। हामीले लामो समयदेखि यो विषय उठाउँदै आएका छौँ। 9 नम्बरमा वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दाबी र फरफारक न्यायोचित हुनुपर्ने र 10 नम्बरमा नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुक गणतन्त्र कोरियाको E7 मागपत्र प्रमाणीकरण अविलम्ब सुचारू गर्न भनेर हामी एउटा माग राख्छौँ उहाँहरूलाई। यो अदालतले बाटो दियो तर मागपत्र प्रमाणीकरण सुचारू हुन सकेको छैन। 11 नम्बरमा मागपत्र प्रमाणीकरण पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीद्वारा
सुचारू गर्न पनि हामी एउटा माग राख्छौँ। 12 नम्बरमा व्यक्तिगत श्रम स्वीकृतिलाई प्रमाणीकरण आवश्यक नपर्ने, होइन, व्यक्तिगत श्रम स्वीकृतिलाई प्रमाणीकरण आवश्यक नपर्ने तर संस्थागत रूपमा जाने आउने मागपत्रलाई चाहिँ प्रमाणीकरण गर्नुपर्ने। विधि त एउटै हुनुपर्ने होला, अघि साथीहरूले कुरा पनि उठाउँदै हुनुहुन्थ्यो। र 13 नम्बरमा ऐन संशोधन समिति र सेवा शुल्क निर्धारण कार्यदलले प्रतिवेदन समयमा नै नबुझाइ आलटाल गरेको छ, अविलम्ब त्यो प्रतिवेदन बुझाउन हामी भोलि माग राख्नेछौँ। 14 नम्बरमा रोजगारदाता मुलुक र उद्गम मुलुकका बिचौलियाहरूको मिलेमतोमा श्रमिक लक्षित भर्ना प्रक्रियामा भएका एकाधिकारको आधिकारिकता छानबिन। र अर्को 15 नम्बरमा नेपाल सरकारले समान रूपमा प्रदान गरेको इजाजत पत्रवालाले सबै श्रम गन्तव्य मुलुकहरूमा सहज ढङ्गले काम गर्न पाउने वातावरणको सिर्जना गर्नुपर्छ भनेर भनेका छौँ। यो चाहिँ के हो त भन्दा कतिपय देशमा काम गर्नका निम्ति फरक फरक चाहिने, होइन, काहीँ जिटको चाहिने, काहीँ चाहिँ साउदी आइडी चाहिने, अब भोलि अरू चिजहरू आउलान्। त्यसो भएको हुनाले सबै व्यवसायीहरूले प्राप्त गरेको इजाजत पत्र समान उद्देश्यले दिएको इजाजत पत्र हो, समान कानुनको दफालाई टेकेर दिएको इजाजत पत्र हो। सरकारले इजाजत दिएर हामी व्यवसाय गरिरहेका छौँ। सरकार मान्छे पठाउन सक्दैन पनि भन्न सक्दैन। हामी मान्छे पठाइरहेका छौँ, त्यति ठुलो सङ्ख्यामा गएको छ। हामीले आज संस्थागत रूपमा हामी उपस्थिति भएर हामीले सङ्ख्या हेर्ने भने करिब 80 लाख मान्छेहरू एकचोटि विदेश पठाउनको निमित्त हामीले स्वीकृति लिएर सरकारसँग अनुमति लिएर हामीले मान्छे पठाइसकेका छौँ। आज त्यही मान्छेहरू चाहिँ विदेशमा गएर जुन रेमिटेन्स पठाएको छ, त्यो रेमिटेन्सले नेपालको अर्थतन्त्रको एउटा साइज क्रिएट गरेको छ र आज हाम्रो अर्थतन्त्र चलायमान छ। हाम्रो नेपालको अर्थतन्त्र एउटा लेभलमा पुगेको छ। यो यति ठुलो क्षेत्र भयो कि सरकारले नचाहँदै पनि एउटा ठुलो सेक्टरको रूपमा विकास भएको छ र सरकारले यसलाई अलि नजरअन्दाजको रूपमा हेरिरहेको छ, किनकि यसले प्रष्ट पोलिसी बनाउँदैन अथवा हामी मान्छे पठाउनको निमित्त यसलाई अलि फ्लेक्सिबल भएर अथवा यसलाई चाहिँ यो पोलिसी अथवा नीति नियममा चाहिँ प्रष्ट बनाउनुपर्छ भन्ने पनि उसले नभन्ने, अलि लजाउने, विदेशमा मान्छे पठाउन हुँदैन भन्ने पनि भनिरहने, तर मान्छेहरू पनि गइरहेछ। तर यो गइरहँदा चाहिँ यो सेक्टरलाई यो वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनको निमित्त सरकारले काम गरिरहेको छैन र धेरै लामो समयदेखि हाम्रो सङ्घले, यो सङ्घ संस्थाले चाहिँ यो विषयमा आवाज उठाइरहेको छ।